यत्रो रोजाभरिमा हुन्छ नि कतिपय कुरा आफूले गर्छु भन्दा छुटिरहेको थियो होइन। तर यो दिन चाहिँ खसीको खिमा अनि प्याजको पकौडा बनाउने भनेर दिउँसोदेखि प्लान गरेर बसिरहेको थिएँ कि म चाहिँ। अनि सामानहरू पनि थिएन। मलाई चाहिँ फेरि पकौडा मिठो लाग्छ क्या। दिनभरि अब हुन्छ नि रोजा बसे हुन्छ अनि बेलुकातिर यसो अलि मिठो मिठो खानु मन लाग्छ नि त। घरमा हुँदाखेरि त आफूले केही गर्नु पर्थेन हो। आफूले बस बाहिर काम गर्यो। घरमा त अब भाउजूहरू हुन्थ्यो, मम्मी हुनुहुन्थ्यो। उहाँहरूले अब बेलुकाको लागि मजाले मिठो मिठो बनाउनु हुन्थ्यो। अब यता खाडी आइसकेपछि फ्यामिली छोडेर आफैले सब थोक होइन हुन्छ नि आफूले गर्नुपर्छ। फटाफटमा चाहिँ सामानहरू अब ड्युटीबाट फर्किँदाखेरि सामान पनि थिएन, सामान लिएर आएँ। त्यसपछि म बसन्त दाइले चाहिँ अब चाउचाउ म्यागी भनौँ न, म्यागी पास्ता अन्डा मिक्स गरेर बनाउने भन्नुभएको थियो। म चाहिँ फटाफट कटिङ सटिङ गर्नतिर लागेर हो। कपडा पनि चेन्ज गर्नु पाएको थिइनँ नि मैले त। अनि त्यो माथिको वाइट ड्रेस अब हुन्छ नि कम्पनीको टी सर्ट चाहिँ देख्दा थिएँ मैले, वाइट छ। अनि यताउता अब दाग साग लाग्यो भने त धुन गाह्रो हुन्छ। त्यही भएर त्यो चाहिँ कि प्यान्ट पनि त्यतिकै, टी सर्ट त्यही। अब कतिपय भिडियोमा केटाहरूले भन्छ कि कति एउटै टी सर्ट लगाएको भन्छ। एउटै होइन के मित्र, एउटै कलरको 3वटा छ। कम्पनी जाँदाखेरि ड्युटी गर्न जाँदाखेरि यही कम्फोर्टेबल फिल हुन्छ कि यही पातलो हुन्छ ठिक्कको, न गर्मी न जाडो। माथिबाट त्यही त अनि अब सेतो कम्पनीको भेस्ट लगायो। त्यही भएर एउटै टी सर्ट देखेको हो दाजुभाइहरू। त्यसपछि म चाहिँ कटिङ सटिङ भ्याएर अन्डा सन्डा हालेर पुरै हुन्छ नि मस्त बनाएको थियो है। टाइम नभ्याएर पनि टाइमै भ्याउँदैन भने 5 बजे छुट्टी हुन्छ। अनि मार्केट छिरेर सामानहरू लिएर आउँदा यता अनि रुममा क्याम्पमा आउँदाखेरि 5:30 हुँदैन क्या। अनि 5:30 भएपछि त अनि के 1 घन्टा मात्र हुन्छ। त्यसमा अब भाँडासाँडा धुनु पऱ्यो, काम सघाउनु पऱ्यो, काम पनि धेरै हुन्छ। अलि भिड हुन्छ नि त। 3वटा ग्यास चुल्हा मात्र छ कि हाम्रो चाहिँ किचनमा। अनि त्यसैमा मिलेर गर्नुपर्छ सबैजनाले। अनि मैले चाहिँ अब यो कटिङतिर गरेको थिएँ। अनि दाइलाई चाहिँ त्यही एकछिन क्यामराम्यान बस्दिनु भनेर दाइले मैले बसाइदिएँ क्यामराम्यान गर्नको लागि। अनि सब रेडी गरेर त्यसो 2 मिनट 5 मिनट जति फ्रिजमा हालिदिएको थिएँ कि चिसो भएपछि अलि च्यापच्याप हुँदैन कि हातमा त्यति चिप्पिँदैन। त्यसपछि तेल तातिसकेपछि फटाफट निकालेर म चाहिँ होइन तेलमा हाल्न थालेँ। पहिलेदेखि एक्सपिरियन्स हो। पसलमा नि अलिअलि बेला मम्मी नभएको बेला मैले नि बनाउँथेँ नि त चप पकौडाहरू। त्यतिखेरको अलिकति एक्सपिरियन्स छ, बानी बसिसकेको थियो पहिलेदेखि। त्यसै गरी मजाले रातो बनाउने चक्करमा कालो पो भएछ त पछि खाने बेलामा त। अनि धेरै कुराहरू आफूले सेक्रिफाइस गरेर होइन हिँड्नुपर्छ, गर्नुपर्छ। बाहिर आइसकेपछि आफूले नसोचेको कुराहरू पनि, नचाहिरहेको कामहरू पनि गर्नुपर्छ। परिस्थितिले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुँदैन। घरमा हुँदाखेरि त्यही भने नि आनन्दले बस्यो रोजा। बुवाको साइडमा काम गर्न गयो, साइडबाट आयो। त्यसपछि घरको मान्छेहरूले सब रेडी गरेर राख्थ्यो बेलुकातिर। अनि बुवा मम्मी सबै हामी अब जतिजना रोजा बसेको हुन्थ्यो मजाले बसिन्थ्यो। त्यो पलहरू चाहिँ एकदम मिस गर्छु क्या। अब यहाँ बाहिर आइसकेपछि के हुन्छ भने नि यो रमजानको टाइममा आफूसँग 4-5जना साथीहरू मिलेर गरेर खाने भएपछि त्यति पनि गाह्रो हुँदैन क्या। फ्यामिली त्यति पनि याद आउँदैन क्या। अब मसँग त जे जति भयो नि बसन्त दाइ सम्धी हुनुहुन्छ। उहाँहरूले चाहिँ मलाई एक्लोपन चाहिँ फिल गराउँदैन क्या। सँगै कामसाम गर्ने, सघाउने, सँगै बसेर खाने, रोजा खोल्ने। केटाहरूले भन्छ, अरू केटाहरूले भन्छ कि रोजा बस्ने भनेको 1जना, इफ्तार गर्ने बेला 3जना।